हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज धेरै समयपछि हामीले युट्युब च्यानल होइन मुखबाङ लिएर आएको छौँ। यिनलाई धेरै रह लाग्यो भिडियो बनाउन, त्यसैले मैले चाहिँ बनाऊँ भनेर यो भिडियो बनाउँदैछौँ हामीले होइन। वास्तवमा यिनको परिचय भन्नुपर्दा मेरो भान्जी होइन, यिनलाई धेरै रह लाग्यो होइन। अब हामी यो चाहिँ मुखबाङ गर्दैछौँ। यहाँनिर अन्डा छ अनि करी नुडल्स छ है, धेरै खान सक्दैन नि होइन। चिसो पानी पनि रहेको छ। बोतललाई इग्नोर गर्नु होला। यिनलाई मिनरल वाटरको बोतल लिएर भनेको यस्तो लिएर निक्ल्यो है। त्यही भएर हामी स्टार्ट गर्छौँ है। सेल आउँछ पङ्खाले अहिले फर्स्ट बाइट है। हतारमा भिडियो बनाएको भएर यसरी टेबल लिएको छौँ होइन, साह्रै होचो भयो। नेक्स्ट टाइम चाहिँ व्यवस्था गरेर बनाउनुपर्छ। धेरै लजाइरहेको अवस्था बोला न हो, बोला के बोला। बाहिर फेरि हावा चल्छ, ड्याङ डुङ गरिरहेको छ पनि। वास्तवमा भन्नुपर्दा मैले पनि धेरै टाइमपछि खाएको यो अन्डा पनि जस्तो खासै खाँदैन मान्ने, कहिलेकाहीँ मात्रै हो। भयो होला 1 महिना 2 महिनामा। काठमाडौँ भएर पुरै खाँदैन नि। किन लगायो बोल्नै छोडेको जस्तो बोल्ने मान्छे। न्युजहरूमा यो करेन्ट चाउचाउ खानु हुँदैन, क्यान्सर भयो के भयो भन्छ है। के भयो भने खानले त कहाँ छोड्छन् त नि करेन्ट लगरहरूले त। जाँड चुरोटले के अरे क्यान्सर हुन्छ भनेर भन्नेमा चाहिँ खान छोड्छन् त, छोड्दैनन् नि। त्यस्तै भयो क्या करेन्ट पनि। बुझ्ने त खाँदैन, नबुझ्ने चाहिँ खाइहाल्छ। बोला नै बोला पनि भन्छ के गर्ने हो भनेर हामी साथीहरू भन्यौ न नलजाइर भन्नु न हो सन्चै पर्ने हो। आर्मी बन्ने साथीहरू ठिकै हो। आजभोलिको बच्चाहरू अब 12 पास गरेर ब्याचलर पास गरेर विदेश जान्छु भन्छन् धेरै जस्तो होइन। अब यिनले देशको सेवा गर्ने सोचिरहेको छन्, ठिकै हो त्यो सोच पनि। अब हिँड्न त बोतलमा पानी
साथीहरू हाम्रोतिर त यस्तै छ, हाम्रोतिर लास्टै गर्मी छ। हिजो र आज चाहिँ अलिकति हावा लागेर हल्का रिलिफ फिल भएको छ, तर गर्मी चाहिँ छ। तपाईँहरूतिर कस्तो छ? कालिम्पोङको मौसम त भन्नै पर्दैन, कालिम्पोङतिर त मौसमको बालहरूको बारेमा छैन, हल्का गर्मी हुन्छ हुन त होइन, तर पनि पानी परिहाल्छ। हाम्रो यतातिर कहिले हो पानी परेको? चैतमा हो क्या? चैतमा हो क्या पानी परेको? चैतमा हो कि वैशाखको लास्ट हो? वैशाख लास्ट यही भइहाल्दैन। अस्ति त 4-5 दिन त यस्तो हत्तु बनायो गर्मीले। आफ्नो रुम छोड्न परेको साथीहरू, कति दिन भइसक्यो रुममा सुत्न पाइएन। माथि छतमा मात्र सुत्नुपर्छ, ताराहरूको तल। ठिकै भयो, तेह्र आयो नि, ठिकै भयो। हाम्रो रुम त हाम्रो यो पनि यो पनि खानुपर्छ लाग्छ। आलुहरू कस्तो सानो पाकेर अब त साथीहरू। पारुले एउटा काम्रो पनि छोडिने, धेरै समयपछि खाएको भएर। मैले यो खाए पनि हजुरलाई के सजेसन गर्छु भने चाहिँ खाँदैन खानु त भन्दिनँ चटक्कै होइन, अब किनकि यो खाइदिनु मान्छेलाई के खाम भइरहन्छ। तर खाना चाहिँ खानुहोस् तर धेरै नखानु कि, हप्ताको एकचोटि महिनामा 2-3 चोटि मात्र खानु कि, धेरै खायो भने असर गर्छ होइन। त्यसैले क्यान्सर लाग्ने कुरो अब केही लागेको छ। मैले 4 चुट पारेको, यिनीले यति छोडेपछि मैले 4 चुट पारेको। 4 चुट चाहिँ पारेँ होइन, चम्चाले निकालेँ। फेरि चाहिँ तर फुल भइदियो, एक फुल भइदियो। ओइ एमा त छैन र 4-5 मात्रै हो त। त्यस्तो हुन्छ पहिला कति धेरै हुन्छ त। ल हेर्नु साथीहरू चाहिँ 5वटै त हो मेरो पनि। 5 रुपियाँको हो क्या हो यो? 10को। पहिला मैले यो प्याकेट भरि आउँथ्यो, के फसेन ए मेरो पनि यो बस्छ। देशी यो मधेसीको माल हो साथीहरू, हेर्नु न यस्तो ठग्छ नि यिनीहरूले। अब यत्रो प्याकेटमा कमसेकम 10-12 त हुनु नि। पहिला 15-20 हुन्थ्यो, यो खाएर पनि मान्छे अगाउँथ्यो। जे भए पनि अलिकति धेरै त हुनुपर्छ नि, 1 2 3 4 5 यो गरेर यो आदिस होला 5.5 वटा चाहिँ यस्तो पनि ठग्ने हो त मान्छेलाई। 10 भन्ने पैसा होइन, पैसाको भ्यालु नै रहन्छ आजभोलि मान्छेहरू चाहिँ। के कसरी हुन्छ त्यो मिठो रहन्छ पहिला जस्तो हो। मधेसीले ठगो एउटै होइन, एउटै रहेछ के हो यस्तै हो। हुन त अब यो बच्चाले खाने आइटम हो, तर पनि पहिला ठुलोले खाना नि मिल्छ कि, धेरै हुन्थ्यो, मिठो टेस्ट हुन्थ्यो। के हो यो माइक जस्तो, न माइक जस्तो न टोपी जस्तो, यति हालेर दियो यो 5 वटा हाल्यो 10 रुपियाँ। यो सिटी जस्तो छ त, सिटी हो। बताउ न त्यहाँबाट सिटी हो। अनि यो चाहिँ के हो त? यो के बना, यो फालेको प्लास्टिक पनि काम लगाएर पगालेर, हे भगवान् के हो यस्तो? यो सिटी युज गरिहाल्छ के हो यो? बुझ्न सकेनौँ हामीले चाहिँ। यो चाहिँ सिटी हो, यो चाहिँ कहाँ घोसार्ने हो? के हो यो? थाली जस्तो छ, कोदालो थाली जस्तो छ। हेर बस्नु सक्दैन। साह्रै स्पिरिचुअलमा लगाएको त थाहै हुन्छ त्यो। तिनीहरूलाई नभर है, भिडियो बनाएको हुन्छ, पागल हुन्छ तिनीहरू।
आपल्याला के गरौँ अनि त्यो सम्झे बल्ली त्यो सक्यो किनभने लिएर बनाउनु चाहिँ यसको कुराहरू आइतबार आइतबार आउँछ हेर्नु अर्पिता नि यस्तो अर्पिता राख्नु मिल्दैन त्यसले खुल्लो गर्छ बिचरा त्यसलाई निकाल्दैन केटी हाल्ने कमेन्ट चाहिँ अफ हुन्छ क्या पिछे साथीहरू हाम्रो भिडियो यति नै हो साथीहरू हजुरहरूलाई कस्तो लाग्यो राम्रो नराम्रो प्रतिक्रिया दिनु होला होइन हजुरको ओपिनियन होइन दिनु होला कस्तो लाग्यो अनि अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्स्नु होला अब धेरै त भिडियो ल्याउन सक्दैन हाम्रो यता गर्मी छ होइन धेरै खाना पनि सक्दैन डेली भ्लग त ल्याइरहन्थेँ होइन घर आएपछि भ्लगहरू होइन त्यही पनि अबदेखि अब थोरै कन्टिन्यू गर्ने कोसिस चाहिँ गर्छु म होइन टक्कै जस्तै भयो मेरो यो युट्युब जर्नी चाहिँ होइन अब बिस्तारै स्टार्टिङ गर्नु पर्ला भन्ने सोचिरहेको छु त्यति बेलासम्मलाई अब खाइसक्यो अब हाम्रो भ्लग यहीँ गर्नुपर्छ साथीहरू होइन नेक्स्ट टाइमसम्मको लागि बाई गर लजालु हो होइन बोल्दै बोलिने एउटा भिडियोमा थ्याङ्क्स फर वाचिङ